गाह्रो हुन्छ भने खुर्सानी नखानुस् भनेर मैले उहाँलाई बारम्बार भनिरहेको छु। उहाँले भन्नुभएको छ मलाई खुर्सानीले केही पनि हुँदैन, भरोसा गर्नुहोस् मलाई खुर्सानीले केही पनि हुँदैन, ममा भएको ट्यालेन्ट यही हो। म खुर्सानी खाँदाखेरिको मलाई 1 केजी खुर्सानी खाँदा पनि कहिले गाह्रै भएको छैन भन्नुभएको छ प्रवीणजी। सुरु गरौँ? हुन्छ ल खाएर हेर्नुहोस्। ओ माई गॉड, हामीसँग आज यो सानो प्लेटमा हामीले 1 प्लेट खुर्सानी ल्याएको छौँ, तै पनि एकदमै धेरै पिरो छ यो खुर्सानी। मलाई अहिलेसम्मको केसमा मैले पिरो भएकै देखेको छैन, मलाई त्यसको राग आइसक्यो। दर्शक पनि देख्न सक्नुहुन्छ हजुरले उहाँले यति मिठो गरेर दियो कि मिठो चिज जस्तो गुलियो चिज जस्तो गरी खाइरहनु भएको छ। तपाईँले एकदमै गाह्रो केही पनि भएको छैन होइन त? त्यस्तो केही भएको छैन। मलाई यहाँ गाह्रो भएर म आफैलाई गाह्रो भइसकेको छ यो। आँखा पनि झर्छु म। होइन नोइ आँखामा नहाल्नुहोस्, तपाईँलाई प्रब्लम हुन्छ। के हुँदैन हुँदैन हुँदैन। ल पखाउनु त्यसो भए एकछिन क्यामेरा स्टप गर्नु बाहिर।